अहिले चाहिँ नेपालमा विषम परिस्थिति छ जुन बाढी पहिरोले गर्दाखेरि अब धेरै देशवासीहरूले आफ्नो परिवार गुमाएको छ, आफू स्वयं गुमिएको छ अनि जनधनको क्षति भएको छ। यो सन्दर्भमा हाम्रो जीपीके फाउन्डेसन अमेरिका च्याप्टरले चाहिँ के कस्तो योजनाहरू बनाउँदै हुनुहुन्छ? तपाईँ चाहिँ कार्यवाहक अध्यक्ष सुवर्ण लामाजीलाई मैले यो प्रश्न सोधेँ, के छ हजुरको योजना? धन्यवाद। म जीपीके फाउन्डेसन अमेरिका को कार्यवाहक अध्यक्ष को हैसियतमा छु र म भन्न चाहन्छु यहाँ हामी अमेरिकामा छौँ। हाम्रो तर्फबाट हाम्रो नेपाल र नेपालीहरूको जुन किसिमको दुःख जुन अवस्था छ त्यो अवस्थालाई हामीले कसरी साथ सहयोग गर्न सकिन्छ र उहाँहरूको मलम पट्टीको लागि हामीले कतिसम्मको हामीले आफूलाई साथ सहयोग गर्न सकिन्छ भन्ने उसमा म चिन्तामा छु, चिन्तित छु र म सबै यहाँको सङ्घ संस्थाहरू सबैजनालाई म अपिल गर्दैछु र म उहाँहरूसँग समन्वयमा पनि छु र मैले यहाँ जीपीके फाउन्डेसन अमेरिकाको हाम्रो मेम्बरहरू हुनुहुन्छ उहाँहरूसँग छलफल गरेर मैले विज्ञप्ति र इन्टरनल विज्ञप्ति मैले प्रसारित गरेको छु र सबै ठाउँमा मेसेज मैले गरिराखेको छु र अझ म तीव्रताका साथ अगाडि बढ्दैछु र उहाँहरूलाई हामीले अपिल गरेको छौँ। अहिले हामीले अमेरिकामा बसेर हामीले जति सकेको छ हामीले आफ्नो अफोर्ड र केही डलर हामीले आफूले सकेको कमाई हामीले केही दान दिन चाहन्छौँ। हाम्रो नेपाल र नेपालीको जुन किसिमको दुःखमा कसरी साथ सहयोग गरिन्छ भनेर मैले कोसिस गर्दैछु र उहाँहरूसँग मैले छलफल त गरिसकेका छौँ हाम्रो कार्य समितिको साथीहरूसँग र भोलिन्टियर साथीहरूसँग मैले कुरा गरेको छु र हामी केही समयपछि र यो हामीले लिएको उहाँहरूसँग बोलेको जुन किसिमको डलर छ यहाँ पैसाहरू अब त्यो प्राप्त हुँदैछ र यहाँको साथीहरूले दिने कुरा वचन दिइसक्नु भएको छ र मैले त्यो विषयमा अगाडि बढेर यो कुरामा हामीले कसरी पैसा चाहिँ नेपालमा पठाउने के गर्ने भन्ने कुरामा नेपालको अब प्रधानमन्त्री राहत कोष छ त्यो राहत कोषमा हामी पैसा पठाउनेछौँ र यहाँ कुनै किसिमको चिन्ता छैन। हामी साथीहरूले कुनै किसिमको दुविधा नराख्नुहोस्। हाम्रो नेपालको प्रतिनिधि हाम्रो यहाँको न्युयोर्क कन्सुलर जनरल छ उहाँहरूसँग समन्वय गरेर हामीले नेपालको प्रधानमन्त्री राहत कोषमा हामी पैसा पठाउने हाम्रो तयारीमा छौँ। अब अहिलेसम्म चाहिँ यो जुन तपाईँले छुट्टै औपचारिक कार्यक्रम राख्ने जुन योजना छ कि यसै सन्दर्भमा र यो जुन राहत कार्यक्रमको लागि छ नि छुट्टै एकाउन्ट खडा गर्नुभएको छ कि कसरी चाहिँ राहत सङ्कलन गर्नुहुन्छ? यो हाम्रो जीपीके फाउन्डेसन अमेरिकाको आफ्नै किसिमको ग्रुप छ, हाम्रो भोलिन्टियर ग्रुप छ। जन 2500-3000 भन्दा बढी सदस्यहरू छ र उहाँहरूसँग मैले कुरा गरेको छु र मेसेज गरेको छु। उहाँहरूले सकेको आफ्नो इच्छा दान भन्नुहुन्छ उहाँहरूले आफूले अफोर्ड गर्नुहुन्छ। कसैलाई जबरजस्ती छैन, हामीले प्रभावमा पार्ने छैनौँ। उहाँहरूको इच्छा अनुसार नेपाल र नेपालीको लागि हामीले सकेको साथ सहयोग गरौँ भनेर अपिल गरेको छौँ। अवश्य सबै साथीहरूले साथ सहयोग गर्नुहुनेछ भन्ने मलाई लागेको छ र हामीले कुनै किसिमको तामझाम कुनै किसिमको गरेको छैन। धन्यवाद। अब यो हाम्रो जुन राहतको कार्यक्रम छ नि कति दिनभित्र कति समयभित्रमा चाहिँ अब हामीले चाहिँ सङ्कलन गरिसकेका हुन्छौँ, जम्मा भइसकेको हुन्छ हजुरको जुन योजना अनुसार? मैले चाहिँ 1-1.5 हप्ताभित्रमा यो गरेर छिटै हामीले पैसा हामीले
नेपाल सरकारलाई अगाडि बुझाउने हामी तयारीमा छौँ। 1-1.5 हप्ताभित्रमै हामीले यो सबै हामीले गरिसकेका हुनेछौँ। यहाँहरूलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो जीविके फाउन्डेसन अमेरिका च्याप्टरका कार्यवाहक अध्यक्ष। उहाँ चाहिँ अहिले मात्रै नभएर विगत भूकम्प अनि जुन कोरोनाको महामारी लगायत विभिन्न देशलाई परेको नेपाललाई परेको पीडामा मलम लगाउँदै आउनुभएका टोलीको चाहिँ अहिले उहाँ संयोजकै भनौँ गिरिजा प्रसाद फाउन्डेसन अमेरिका च्याप्टरको। हजुरलाई धेरै धेरै धन्यवाद र हजुरको कार्यक्रम छिटोभन्दा छिटो सफल होस्, देशमा केही गर्न सकौँ भन्ने हामी सबैको अपेक्षालाई हजुरले पुरा गर्न सक्नुहुन्छ भन्ने हजुरलाई शुभकामना दिँदै अहिलेलाई धन्यवाद दिन चाहन्छु। हजुरको शुभ नाम? मेरो नाम सत्येन्द्र शाह। नमस्ते सबैलाई। म सत्येन्द्र शाह, एनआरएन एनसिसी युएसएको प्रेसिडेन्ट। एनआरएन एनसिसी युएसएको प्रेसिडेन्ट म सत्येन्द्र शाह। हजुरलाई धेरै धन्यवाद। अहिले नेपालमा भइरहेको विषम परिस्थिति छ नि, बाढी पहिरोले धनजनको क्षति भएको छ अनि धेरै हानि नोक्सान भइरहेको छ। यसै सन्दर्भमा अहिले हामी सबैजना यहाँ यो दुःखद शोकको घडीमा उपस्थित भएका छौँ। अनि हजुरको चाहिँ के योजना छ त? यो अहिले के चाहिँ तयारी भइरहेको छ नेपालको राहत कोषको लागि? हजुर हामीले अहिले सर्ट टर्म र लङ टर्म गोलको लागि गरिरहेछौँ। आजै हेर्नु, यहाँ हामी न्युयोर्कको जति अमेरिकनवासीहरू यहाँ उपस्थित भएका छौँ र यो हामीले प्रार्थना गर्दैछौँ अहिले, किनकि नेपालमा देवीपुरको धेरै घटनाहरू भइरहेछ होइन, त्यो नहोस्। धेरै मान्छे ज्यान गुमाएको छ। अहिले त्यसको आत्माको शान्तिको लागि पनि हामी यहाँ प्रार्थना गर्न उभिएका छौँ। धेरै मान्छे घाइते पनि छ, त्यो मान्छेलाई स्वास्थ्य लाभको कामना गर्न पनि हामीले यहाँ उपस्थित भएका छौँ र धेरै मान्छे हराएका पनि छन्। त्यो मान्छे चाँडै नै भेटियोस् भन्ने कामनाको लागि हामी प्रार्थना गर्न यहाँ उभिएका छौँ। र एनआरएन एनसिसी युएसएले सर्ट टर्मको गोलको लागि पनि राहतहरू अहिले एनआरएनले 5 करोडको राहतको घोषणा गरेको छ। त्यो साथीहरू त्यहाँ नेपालमा एकदम तत्पर खटेर गइसकेका छ र लङ टर्म गर्नलाई पनि पुनर्निर्माण कसरी गर्न सकिन्छ भन्ने पनि हामी लिएर आउँदैछौँ। त्यसको प्लानहरू लिएर आउँदैछौँ। भनेपछि यो जबरजस्ती कोही कसैसँग सो इच्छाले सबैले नेपाल दुखेको हाम्रो मन पनि दुख्छ। हामी परदेशमा बसेका नेपाली हो, हामी भावनामा नेपालमै छौँ, हामी भावनाको नेपालमा बसिरहेछौँ। नेपाल दुख्दा हाम्रो मन दुख्छ र हामी जे पनि नेपालमा परेको बेला हामी गर्छौँ। भूकम्प पीडित बेला पनि गऱ्यो, पहिला बाढी पीडित पनि गऱ्यो, अहिले पनि हामी गर्ने एकदमै तत्परमा गरिरहेछ। हजुर, अनि यसको लागि चाहिँ अरू जस्तै यहाँ त विभिन्न सङ्घ संस्थाहरू छन्, नेपाली बाहेक चाहिँ अब जस्तै कोरियनको, चाइनिजको, बङ्गालीहरूको छ, उहाँहरूसँग पनि समन्वय भएको छ यो विषय? एकदमै समन्वय भइरहेछ, किनकि यहाँ अहिले चाहिँ नेपालमा जुन मान्छे बितेकोमा धेरै विदेशी मान्छे पनि बितेको छ। त्यसले गर्दाखेरि सबै कम्युनिटीले थाहा भइसकेको छ। हामी समन्वय गरेर अरू एम्बेसीसँग समन्वय गरेर हामी अगाडि बढ्छौँ यसमा। हजुर, यसको लागि धेरै धन्यवाद। अनि यो कार्यक्रम चाहिँ कहिलेसम्ममा चाहिँ हामीले चाहिँ अब यसको भनौँ निर्क्यो कतिसम्म? एकदम होइन, हामी हिजो पनि मिटिङ गऱ्यो, हामीले पब्लिक अमेरिकामा मिटिङ गरेका थियौँ, सबै सुझाव सङ्कलन गरेका छौँ र चाँडोभन्दा चाँडो हामी अहिले भनौँ न एनआरएन नेपालमा चाहिँ हेडक्वार्टरले अगाडि बढिसकेको छ। हाम्रो काम अगाडि बढिसकेको छ र हामी अगाडि फेरि पनि अरू लङ टर्मको कामले लिएर अगाडि बढ्छौँ। हजुरलाई धेरै धेरै धन्यवाद। अब विषम परिस्थितिमा जब मुलुकलाई दुख्छ, देशलाई दुख्छ, हामी परदेशमा प्रवासमा बसे पनि हामी सबैलाई दुख्नु स्वाभाविक हो। त्यो सन्दर्भमा हजुरले यसरी नेतृत्व गरेर आज श्रद्धाञ्जली सभामा आइपुग्नुभयो, सबैलाई डाक्नुभयो र दुःखद घडीमा सबैलाई आह्वान गर्नुभयो। हजुर, त्यसको लागि धेरै धेरै धन्यवाद। धेरै धेरै धन्यवाद हजुरलाई। पछिल्लो चरणमा हामी यस विषयमा कुराकानी गर्दै गरौँला। अहिलेलाई हजुरलाई धेरै धन्यवाद। धन्यवाद। थ्याङ्क यू।